हेलो म आकाश गुरुङ आकाशजी हुनुहुन्छ यता छ हाम्रो निशान राई निशान राई यता छ हाम्रो प्रज्वल प्रज्वल राई राई हेलो साथीहरू गुड मर्निङ फ्रम काठमाडौँ अस्ति काठमाडौँ आएकोदेखि खासै भिडियो नै बनाउनु पाइरहेको थिइनँ कामहरूको यताउता सानोतिनो कामहरूको व्यस्तता आज नि एउटा कामको लागि निस्किँदैछु म चाहिँ यतातिर मेरो मेरो बसन्ती रेडी भइसकेको छ अब चाहिँ म बसन्ती लिएर मेरो चाबेल लगायत चाबेलतिर सानोतिनो काम सकेर आउँछु तराईतिर कतिखेर गर्मी छ तर काठमाडौँ खासै गर्मी छैन रहेछ त्यहाँको गाडी यहाँ बाइक पार्किङ गरिसक्यो अब चाहिँ म केवल टावरको केवल टावर चाबेल स्थित केवल टावरमा आएको छु यहाँ केवल टावरमा मास्टर लाइनको छ सबैले यस्तो हेर्छ कसले किन भिडियो बनाएछ को रहेछ भिडियो चाहिँ फेरि चल्ने चाहिँ होइन यसो भिडियो बनाउनु रहर लाग्छ अब म चाहिँ केवल टावरको सेकेन्ड फर्स्ट फ्लोरमा जाँदैछु खतरा छ है यो भित्र चाहिँ यस्तो दामी दामी छ यो भित्रमा चाहिँ सपिङ गर्नमा खतरा छ रोबोट पनि छ है रोबोट पनि छ होइन लिफ्ट नै चले छैन रहेछ ए चल्यो मान्छे भएपछि बल्ल चल्यो है सिस्टमेटिक रहेछ यहाँ पहिला अरू ठाउँमा चाहिँ आफै चलिरहेको छ यहाँ चाहिँ सिस्टमेटिक छ चल्यो ल सेकेन्ड फ्लोर कस्तो दामी छ है हो हेर लिफ्ट हुँदा हुँदै अनि मान्छे हिँड्छ त क्यामेरा देखेपछि मान्छे पर भाग्छ अरे किन धेरै भाइरल हुन्छु भनेर है यस्तो दामी दामी कपडाहरू पाउँछ यहाँ चाहिँ यता बन्नु छ मान्छे आएपछि चलिहाल्छ मान्छेले मनै बनाउनु जानेको भनेपछि यो सेकेन्ड फ्लोर थर्ड फ्लोर मेरो चाहिँ यहाँनिर थोरै काम छ थर्ड फ्लोरमा कपडाहरू पनि दामी दामी छ यता भर्खर डेकोरेसन हुँदो रहेछ सिङ्गापुरे ए यहाँ पनि रहेछ त सिङ्गापुरे इम्प्याक्स भनेको त इम्प्याक्स रे सिङ्गापुरे इम्प्याक्स वर्ल्ड डेनिम दामी रहेछ है यहाँ चाहिँ म गङ्गापुरमा चाहिँ मैले कति धेरै सपिङ गरेको छु सिङ्गापुरेमा यहाँ पनि रहेछ ल फाइनली साथीहरू मेरो काम सकिसक्यो अल्छी लाग्ने 2-3 घन्टा काम हो अल्छी लाग्ने यहाँ ग्रुपहरू छ काम सकिसकेर म चाहिँ निस्किसक्यो अब यहाँदेखि जान्छु अब चाहिँ म चाबेल हुँदै सुकेधारा पनि जाने फेरि काम छ त तर जान नहुँदैन सुकेधारा चाहिँ यस्तो दामी दामी कपडा पाउँछ यो ठाउँमा चाहिँ अब चाहिँ म घर जान्छु तल मैले चाहिँ बाइक तल राखेको छु पार्किङमा पार्किङ शुल्क पनि यस्तो कार्ड देखाएपछि त पार्किङ शुल्क पनि पर्दैन अरे कार्ड पनि दिएको छ आज चाहिँ मलाई नत्र यहाँ बाइक पार्किङ गर्दाखेरि पैसा तिर्दाखेरि थाहा नभएर अहिले चाहिँ पार्किङमा आइसक्यो अब चाहिँ घर जान्छु घर बाइक कहाँ राखेको छ उहाँ पर छ ल साथीहरू आजको मेरो खाजा चाहिँ यो मकै छ पोलेको मकै यहाँनिर दाइहरूले पोलिराख्नु भएको रहेछ मैले चाहिँ गाडी यहाँ राखिदिएर मकै खानु सुरु गरेँ पछाडिको बसेको कसको थाहा छैन यो बस्ने ठाउँ पनि कसको थाहा छैन पानी पर्न आइसक्यो अब छिटो खाएर निस्किनु पर्ने हुन्छ म चाहिँ ल फाइनली ठ्याक्कै घरमा आइपुग्नु बित्तिकै पानी पनि पर्यो ए यता नानी पनि आइसक्यो लु हिँड्नु लु चाम्डु ल मम्मीले फेरि यहाँ पनि यस्तो कटहरको बनाउनु छ खाजा भने कटहरको यो नभएको जस्तो खासै मिठो छैन यहाँ पनि होला यहाँ फ्रिजमा पनि राख्नुहुन्छ अरे टन्ने होला ऊ यहाँ राख्नु भएको राम राम कसले खाने यो उतातिर अर्को कटहर पनि छ सानो भुइँ कटहर
रुख कटर र भुइँ कटर सँगसँगै राख्नु भएको छ। अब साथीहरू म धेरै भिडियो बनाउँदिनँ, यो नि लामो भइसक्यो होला मेरो विचारमा। अब तपाईँले धेरै लामो भिडियो हेर्नु पनि हुन्न, 4-5 मिनटको हुन्छ। अहिले स्टार्टिङ फेज हो, छोटो छोटो बनाएर सिक्दैछु होइन। पछि खतरा बनाउँछु म साथीहरू, हेर्दै जानु होला है पछि। तर अहिले चाहिँ अल्छी लागेर कि खासै भ्यू चाहिँ जाँदैन, त्यही 20-25 कुनैमा 100 जान्छ। अल्छी लाग्छ बनाउने, झ्याउ लाग्छ। त्यही भएर साथीहरू पछि म बनाउँछु, हेर्दै जानु होला। बाई बाई साथीहरू।